हे गाइज वेलकम टु माई मिनी ब्लग। मेरो मिनी ब्लगमा हजुरहरू सबैजनालाई स्वागत छ। आफ्टर लङ टाइम न्यू डे न्यू ब्लग। यो 3टा प्याकेटमा के छ भनेर सोच्दै हुनुहुन्छ भने यो 3टा प्याकेटमा चाहिँ मैले अनलाइन सपिङ गरेको थिएँ। अनि अस्ति नैबाट मैले चाहिँ अनबक्सिङ भिडियो बनाउँछु भन्दा सोच्दा जाडोले गर्दा के गर्नै नमन लाग्ने कि कहिले पनि। अनि आज चाहिँ गर्छु नै भनेर सोचेर अनि यो 3टा प्याकेट निकालेँ अनि आफ्नो भिडियो बनाइरहेको छु मैले चाहिँ होइन। फाइनली पहिलो स्टप रहेको छ यो कुर्ता सुरुवाल पर्पल कलरको रहेको छ अनि यसमा एकदम राम्रो हेभी वर्क गरिएको छ है। एकदमै राम्रो लाग्यो मलाई यो सुट चाहिँ होइन। अनि अनलाइनबाट किनेको सामान पनि यति राम्रो आउँछ भनेर मैले सोचेको पनि थिएन। साँच्चै मलाई एकदमै मन पर्यो यसको क्वालिटी होइन, सुटको क्वालिटी। अनि लाउँदाखेरि बिज्नी ओर्नी पनि छैन क्या। मैले लाएर ट्राई पनि गरिसकेको छु। सो भित्रबाट बिज्छ नि यस्तो कडाइ भएको चाहिँ यो बिज्ने उड्ने केही पनि थिएन क्या। अनि नेक्स्ट रहेको छ यो ग्रिन आउटफिट है। यो पनि मलाई एकदमै मन पर्यो। अनि यसमा चाहिँ धागोको वर्क छ भने त्यसमा चाहिँ जरीको वर्क थियो होइन। यसमा चाहिँ धागोको वर्क छ। यसले पनि बिज्ने घोच्ने केही पनि थिएन। मैले यो लाएर एकदम ट्राई गरिसकेको छु होइन। यसको मलाई मन नपरेको भनेको सल चाहिँ मन परेन होइन। पछि लाउँदाखेरि देखि नै हाल्नुहुन्छ होइन। यसको चाहिँ सल अलि नगएको हो कि जस्तो फिल भयो मलाई चाहिँ होइन। तर सुटको क्वालिटी चाहिँ एकदम राम्रो छ। अनि यो चाहिँ रहेको छ घाग्रा चोली अनि सल यससँग। यसको चाहिँ यो चोली रहेको छ होइन। यो चाहिँ मलाई अलि ठुलो भयो। अनि यो यसको चाहिँ स्कर्ट रहेको छ। यो स्कर्ट पनि एकदम राम्रो ठुलो घेर भएको स्कर्ट छ। अनि भित्रबाट क्यान लाउनु भयो भने फर्र देखिन पनि हुन्छ होइन। अनि यसको चाहिँ अर्गन्जा फेब्रिकमा थियो। यो चाहिँ यो 3टा आउटफिटमा हजुरलाई कुन आउटफिट मन पर्यो त्यो चाहिँ कमेन्टमा लेखिदिनु होला। अनि भिडियो मन परेमा लाइक सेयर सब्सक्राइब गरिदिनु होला मेरो च्यानललाई। बाई गाइज, लभ यु अल।